चुनावमा छौँ सोचौँ है 12 महिना छ 12 महिना बाँकी छ आजदेखि हामी चुनावमा छौँ सोचौँ को चुनावमा छ त्यो मलाई थाहा छैन हामी सबै बजुरेली चुनावमा छौँ हामीसँग 12 महिना बाँकी छ क्यामेरा माथि गरेर मात्रै यहाँ केही हुनेवाला छैन भिडियो खिच्नुस् बाजुरा पठाउनुस् र 12 महिना पछिको चुनाव पनि अब हामीले हार्यौँ भने हामीले लस गर्यौँ भने अनि त्यसपछि चाहिँ हामीले यहाँ आएर फेसबुकमा लेखेर हैन फेसबुकमा लेखेर परिवर्तन खोज्यौँ भन्ने चाहिँ केही पनि हुनेवाला छैन त्यसकारण यहाँ भित्र जति छौँ सदस्यता लिनु भएको छ भने ठीक छ आज बेलुका सदस्यता गरौँ मोबाइलको प्ले स्टोरमा जाउँ त्यहाँ आरएसपी एप डाउनलोड गरौँ सदस्यता भरौँ अस्ति हामीले बाजुरामा चुनाव मैले अस्ति एक ठाउँमा भनेको थिएँ हामीले सङ्गठन नहुनाका कारणले चुनाव हामीले हारेको हो है त्यसकारण सहरमा मास बेस्ड पोलिटिक्स चल्छ तपाईँ दार्चुलादेखि ताप्लेजुङसम्म हेर्नुभयो भने माउन्टेन रेन्जमा चाहिँ हामीले हाम्रो पार्टीले चुनाव हारेको छ एक्सेप्ट एक दुई जिल्ला बाहेक त्यहाँ चाहिँ हाम्रो विपक्षीहरूसँग भएको शक्ति भनेको सङ्गठन हो र हामीले पनि बनाउने भनेको सङ्गठन हामीले हाम्रो प्रतिद्वन्द्वीसँग उनीहरूसँग जे कुराको शक्ति छ त्यो कुराले हामीले चुनाव लड्ने हो त्यसकारण हामीले सङ्गठन बनाउने हो सङ्गठन चाहिँ सदस्य बिना हुँदैन सदस्य बिना सङ्गठन हुँदैन त्यसकारण हामी जीवित रहेको समयमा हामी बाँचेको समयमा हामी सजीव भएको मोबाइल चलाइरहेको फेसबुक चलाइरहेको यो देशमा हाम्रो आँखाले परिवर्तन हेरिरहेको समयमा चाहिँ अबको 25 वर्ष पछाडि हाम्रा छोरा नातिलाई के चाहिँ भन्ने त हामीले के जवाब दिने त्यो बेला जुन बेला हामी बाजे भन्छौँ बुवा भन्छौँ कि देश सारा परिवर्तन भएको थियो हामी बाजुराका मान्छे चाहिँ परिवर्तन गर्न नसकेर केही बोल्न पनि सकिरहेका थिएनौँ त्यसकारण हाम्रो जिल्ला बनेन भन्ने त हामीलाई त्यो समय आएको छ काठमाडौँ चाहिँ केही पनि बनाउनु छैन हेर्नुहोस् है सबै बनिया छ तर तपाईँ यहाँ बसेको मान्छे म र यहाँ बसेको मान्छेले चाहिँ बाजुरालाई बेटर बाजुरा बनाउन सक्छौँ राम्रो बाजुरा बनाउन सक्छौँ त्यो हाम्रो काँधमा आएको छ त्यसका निम्ति हामी कति तयार भयौँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो सदस्यता भरौँ हामी आफू को गल्छ आफै थाहा पाउनु होला होइन अब यहाँ आउने हलभित्र बस्ने अनि चाहिँ परिवर्तनका पक्षमा नबोल्ने हो भने त्यो आफै परिवर्तन हुँदैन होइन बाजुरा परिवर्तन गर्न प्रधानमन्त्री पनि जाने होइनन् पार्टीको यहाँको सभापति पनि गइदिने होइनन् काठमाडौँका माननीयहरू पनि बाजुरा गएर परिवर्तन गरिदिने होइनन् त्यसकारण बाजुरा परिवर्तन गर्न सम्भव छ आज अघि उहाँले भन्नुभयो उहाँ सभापति बुवाले भन्नुभयो त्यसपछि अरू राजनीतिक दलको मान्छेहरू हेर्नुहोस् तपाईँहरू अहिले उनीहरूले बाजुरा काठमाडौँ सम्पर्क समिति बनाउने हो भने